भ्लग हैन प्याक स्याक त भनेन भन्छ नि त हामी चाहिँ आज सामरी आएका थियौँ यहाँ अलिकति यति हिँड्दै थाक्ने रहेछ हैन कान्छीको मामा घर आएको थियो यहाँ यति हिँड्दै थाक्ने रहेछ माथि डाँडामा यस्तो माथि डाँडामा पुग्नुपर्छ अरे उता हो हैन यता हैन यता पुग्नुपर्छ अरे हैन आज मेरो हालत चाहिँ एकछिन रुक न मम्मी बोलाउनु म मर्छ यस्तो छ बाटो घरबाट चाहिँ भ्लग बनाउनु पाएन किनभने बिर्सेछु मतलब अब हतारमा आएँ घरबाट पनि अनि यता आएर यता आएको बजार आएर यहाँ कान्छी चाहिँ हेर्नु है गाइस नाच्दै छ माथि बसेर वहाँ रमाइलो भएर देखेन रमाइलो भइरहेछ त्यो चाहिँ अब यो के खलाको अरे जिम्बाको थिङहरू हैन थिङ र जिम्बा मिक्स भयो यहाँ हाम्रो हेर्नु यस्तो भइरहेको यहाँ खुब रमाइलो के हो जुम गर्दा त सेम उति जस्तो आउँछ त क्यार 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 आउँछ त हैन अब चाहिँ हामी जान्छु हामी हिँड्दै गर्छ ल भन न आमा बिचमा गएर यस्तो भिडियो सिडियो बनाएर घुम्न खातिर गाडी हिरो होन्डा खोजेली यहाँ छ हेर्न सक्नुहुन्छ मामाले बोलाउँछु भिडियो बनाउन लाग्यो आमा खोइ त आमा गयो ल हामी आउँदै गर्नु झोला दाईहरू भएको के काम त झोला उडेर हेर्नुहोस् बिजी मान्छे कस्तो उतै आउँदैन भनेको टाउरै आउँदैन ल त्यो हाम्रो सन्तान होइन नि आइसिएस जाउँ मम्मीहरू आइसिएस सोधेर हो आमा त खाइरहेको छ जाडे हिँड्दै गयो भने बाटो छिटो आउनु न यार अहिले यसरी यत्रो ठुलो आवाज आएको माथि पुग्दा चाहिँ आवाज हराउँछ है अनि बाटो यस्तो छ यार कस्तो राम्रो छ हो सामरी यहाँ पुल नजिकै अहिले चाहिँ अब यहाँभन्दा माथि कहाँ हो बाटो मलाई थाहा छैन अब फर्स्ट टाइम आएको आउनु चाहिँ आइसक्यो उता जोडी भर्न गएको थियौँ होइन अनि कतापट्टि हो बाटो बाटो हेर के विधि कुकुर ह्याप्पी दसैँ टोक्यो भने यहाँतिर चाहिँ भिडियो बनाउन पनि राम्रो आउँदो रहेछ डांस हेर उसको डांस इन छोटे मोटे प्रोग्रामों से कितना कमा लेते हो देखो देखो
हेरे आउने मैले हेरे हो महसुस के हुँदाखेरि त्यस्तो ल्याएर ओए यस्तो यस्तो त घरमा कतिवटा पाक्छ म मासु चाहिँ खाँदिनँ सुप मात्रै यहाँबाट जाने हो जुत्ता नयाँ जुत्ता फेरि फ्ल्याट फ्लोट गयो भने कसले किनिने यहाँ भिडियो बनाउँदा म चिप्लेट गरिरहेको हो के क्या कुखुरा देखेर डराउने मान्छे मै हो भन न सुन्न आएको जस्तो लागिरहनु स्वर फेरि यत्रो आउँछ एउटा छोरा एउटा छोरी हो दुईटै छोरीहरू देख्छ है यस्तो डाँडा 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 देखिरह छोरी दुब्राको है होइन हेर्न सक्नुहुन्छ छोरो चाहिँ के खाएर आज दसैँको नयाँ भ्लग आउँछ होइन कति हप्तापछि कति 1 महिनापछि होइन 1 महिनापछिको आज एउटा नयाँ भ्लग आउँछ पानी खोला हेर्नु होला मान्छे नआइरहेको क्या हो वहाँ जोडी झरना चाहिँ यहाँबाट यता भित्र जान्छ हामी गएको कति वर्ष भइसक्यो यहाँबाट भित्र यता जान्छ बट ला झर टिका पनि यहाँ लगाइदिएछ यहाँ सिधा पनि यहाँ लगाइदिएछ अल्छी हरेर अल्छी बिस्तारै हुने यस्तो त अल्छी छ यहाँ पेट दुखेर आफू चाहिँ फेरि बिरामी भयो कति बिरामी हुन्छ यार झर्छ आउनु नि त यार कस्तो चिटिक्क परे घरहरू है कस सानोमाको कुन चाहिँ हार मम्मीको फुपूको छोरीको घर अब फुल पनि कति राम्रो कसले सेन खाएको पारेर के सेन लगाएको नानु न थाकेर यस्तो बाटो चढ्नु पर्ने रहेछ है हाम्रो उत्तरवान हुनु खराब कोही छैन फेरि पछाडि कोही छैन अगाडि कोही छैन हामी दुईजना होस् मतलब छैन होइन यस्तो ठाउँमा ससुराली बनाउनु कोही चाहनुहुन्छ म त चाहन्न म त माइ त म त बरु उत्तर पानीमै बस्छु होला हौ जात्रा जुद्रुकसँग भए पनि जुद्रुक भयो कि त्यस्तो अजित बोले जस्तो तर के गर्नु बोयफ्रेन्डै पाउँदैन हो र के हो बोयफ्रेन्ड आफू चाहिँ सिङ्गल ऊ चाहिँ नन्द हो म चाहिँ सिङ्गल छु समझ रहे हो ना चिसो पानी खाऊ घाँटी ठाउँमा चिसो खाएन नि तर त्यस्तो बित्यो कस्तो हो कमलो सफ्ट हात के यस्तो ठाउँमा बस्यो भने त्यस्तै हुन्छ म नि 1 वर्षपछि आएर हो दसैँमा मात्रै आउँछ होइन हौ म अस्ति नै कुन महिनामा हो नि हात दुख्यो हौ आज त कता दुख्यो चैतुतिर आयो हो चैतमा चैतु चैतमा बित्नु भएको अनि अटोमा गएको माथिल्लो बाटोबाट यत्रो उकाल चढेर अटोमा गएको थिएँ माथिल्लो बाटोबाट अनि अब यो तल्लो बाटो सामारीको बोयफ्रेन्ड छ भने कोही केटाहरू छ बोयफ्रेन्ड केटाहरू तर के अहिलेको त छ नि बोयफ्रेन्ड नभएको त गर्लफ्रेन्ड नभएको त कोही भेटेन म मात्रै सिङ्गल हो त्यही कुरामा झुटो बोल्यो भने भोलि पनि पछाड हो तपाईँले बोलायो मैले बोलाएन आई हेभ नो बोयफ्रेन्ड आएको बोयफ्रेन्ड 4-5 वटा बुटुङडुङ तर यो पानी नि एकदम जहिले रसाइरहेको हुन्छ है अरे चाहिँ त्यही भएर चाहिँ चिल्लो भयो र हेर्नु यस्तो अल्लियो लाग्ने के पहिला यो प्लास्टिक यस्तो प्लास्टर चाहिँ के हुँदैन के भन्छ यसलाई स्ल्याब गराएको थिएन नि त पहिला त अनि त्यो खनेको माटो चाहिँ हिल्लो चाहिँ थिएन के हो हिल्लो हुने खाले माटो होइन कि हो
अलिअलि हिलो हुन्छ यस्तो हिलो यस्तो हुने वाला बाटो होइन यस्तो अलिअलि यस्तो हिलो चाहिँ हुन्छ हुलो हुलो हेलो आया हेलो गाइज अब हामी चाहिँ आधी बाटो आइपुग्यो अब डाँडा चढ्ने बेला यो चाहिँ तेर्सो बाटो हो डाँडा चढ्ने बेलामा चाहिँ देखाउँछु बाई भयो बनाइसक्यो यस्तो होइन माथि यस्तो छ ए हेर्न सक्नुहुन्छ ठाउँमा आउन चाहनुहुन्छ घर चाहिँ बस्नु चाहनुहुन्छ घर गएर ससुराली घर गएर सक्दैन पाल्न यार यस्तोमा माछा पाउँछ नि यस्तोमा माछा पाउँछ अरे गाई आउनु ल म त खाँदिनँ मैले माछा खाँदिनँ है यस्तै हिँड्नु पऱ्यो नि यहाँ अगाडि एउटा पितिक 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 गरेर जाँदैछन् म चाहिँ यहाँ त्यो त नर्मल हो अलिकति माछा बिस्तारै ल्याएको छु आज चाहिँ मर्ने भयो छ नि भाउजू कान्छी बिहान कि 5 बजी खुट्टा मासु परिरहेको छ लगातार 2 दिन भयो हौ त्यो कमजोरी भयो यत्रो खाएर मोटाएको छु त्यसो खायो भने मोटाउँछ फेरि तरकारी हो होइन साग पाउँछ दिदी बेला बेलामा मासुहरू त पुरा खानु भोकाइसक्यो मलाई त भोकाइसक्यो कोदो फुल्यो बारीमा होइन धान फुल्यो बारीमा लडीलाई What are you saying? What are you saying? म त थाके हात दुखे हेर्नु सामारीको हो र जाऊ हात दुखे है अहिले चाहिँ मेरो हातमा छाता देखेर पानी डरायो डरायो वाउ माथिबाट झन् कस्तो खतरा आउँछ ब्लर आइरहेको त अरे यिनीहरू के खाइदिनु त्यति छिटो है बात आस्क बनाया धान काट्नु कति मजा आउँछ होला है ओके चुप रहेछ यस्तो यस्तो आस्क बनाया मैले म त हो धान मलाई नि आउँदैन मैले काटेको एकचोटि धान रोपेको चाहिँ छैन एकचोटि पनि काटेको छैन नेउरी पानी गरेर काटेको हौ म त